त्यस्तो हुन्छ भने मान्छेले चाहिँ किन बिहे गरेका होला नि त मिस? खै किन गरेका हुन्? छोराछोरी जन्माउन होला नि, नत्र त सिंगल लाइफ नै बेस्ट। छोराछोरी जन्माउनु मात्र बिहे गर्ने हो र? मलाई त त्यस्तै लाग्छ। बेकार काम। फिगर बिग्रिन्छ, बुढी देखिन थाल्छ। कसरी फिगर बिग्रिन्छ र मिस? मैले छक्क पर्दै सोधेँ। मिस हाँस्नुभयो। पछि बिहे गर, बुढी ल्याऊ, अनि बच्चा जन्माऊ, अनि थाहा पाउँछौ। मेरो बुढीले पनि जन्माउनु मानिन भने? मैले मुस्कुराउँदै सोधेँ। रोमेन्स मात्रै गर्नु? मिस जोडले हाँस्नुभयो। म मिसको अनुहार हेरिरहेँ। तँ पनि मानेन भने? मैले पनि जिस्किँदै भने। मिस हाँसी नै रहनु भएको थियो अनि भन्नुभयो, मान्छेले किन बिहे गर्छन् भन्ने कुरा थाहा पाएछौ है? तँ त्यो एनिमललाई पनि थाहा हुन्छ। मैले भने, एनिमलले बिहे गर्छन् र? कति हँसाउँछु तिमी? म हाँसेँ अनि प्रश्न गरेँ, त्यही त है, एनिमल त कसैले बिहे गर्दैनन्, मान्छेले चाहिँ किन बिहे गरेका होलान्? पहिले मान्छे पनि त्यस्तै थिए अरे। पछि समाजको फर्मेसन भएपछि बिहेको कुरा आएको हो। बिहे भएकै राम्रो हो। मैले भने, किन नि त्यस्तो लागेको? श्रीमती आफ्नो हुन्छ, मात्र आफ्नो। तर पहिलो रात र त्यसको भोलिपल्ट चाहिँ खुब लाज लाग्दो रहेछ। सबैले जिस्काउँदा रहेछन्। मेरो ठुलो बाबाको छोरालाई त्यसबेला सबैले जिस्काएका थिए। बिहेको पहिलो रात विशेष हुन्छ नि त, मिसले भन्नुभयो। मलाई हेरेर मुस्कुराइरहनु भएको थियो। सबै थाहा भए पनि थाहा नभए जसरी भने, किन विशेष हो र मिस? आउनुहोस् कथा सुरु गरौँ। सरिता मिस। सरिता मिस हाम्रो स्कुलमा आउनुभएको 1 हप्ता मात्रै भएको थियो। एकदमै राम्री हुनुहुन्थ्यो। सुरु दिन क्लासमा आउँदै मेरो मनमा सरिता मिस बस्न सफल हुनुभएको थियो। मेरो मात्रै होइन, क्लास भनौँ वा स्कुलभरि नै सबैको दिनमा बस्नुभएको थियो। स्ट्रेट गरिएको लामो कपाल, कोका-कोला सेपको जिउ, मिलेको मुहार, हँसिलो चेहरा, मिलेका आँखेभौँ, हेरिरहँ लाग्ने आँखा, सुहाउँदिलो ओठ, त्यसमध्ये हल्का लिपस्टिक, जिउसँग मिलेको छाती। म क्लासमा मिसले पढाएको विषयभन्दा यिनै विषय निहालिरहेको हुन्थे। म क्लास 9 पढ्थेँ। सरिता मिस हाम्रो इङ्ग्लिस टिचर हुनुहुन्थ्यो। मिस प्राय सधैँ टाइममै क्लासमा आउनुहुन्थ्यो। क्लास सकेर जानुहुन्थ्यो। म मिस क्लासमा हुन्जेल मिसको ड्रेस, अनुहार हेरेर बस्थेँ। साडी मिलाएर लाउनुहुन्थ्यो। मिलेको जिउ म निहाल्थेँ। बेलुका घरमा आएपछि पनि म सरिता मिसलाई सम्झेर बस्थेँ। कल्पना गर्थेँ मिससँगै भएको, मलाई माया गरेको। तर फेरि सोच्थेँ, म किन ढिलो जान्ने? म पनि मिसको एजको नि भएको भए, म पनि टिचर भएको भए मिसलाई प्रपोज गर्थेँ, मेरी प्रेमिका बनाउँथे, मेरी सपनाकी परी बनाउँथे। सपनामा पनि म सरिता मिसलाई नै देख्थेँ। रमाइलो पल लाग्थ्यो। म साइकल लिएर स्कुल जान्थेँ। मिस त्यहीबाट स्कुटी लिएर घर जानुहुन्थ्यो। एक दिन म काममा भएको कारण ढिलो घर जाँदै थिएँ। साथीहरू सबै घर पुगिसकेका थिए। बिचमा साइकल बिग्रियो। चेन खुस्किएर अड्किएको थियो। म चेन बनाउन थालेँ। के भयो तिम्रो साइकल? पछाडिबाट यस्तै आवाज आयो। पछाडि फर्केर हेरेँ। सरिता मिस स्कुटी रोकेर मलाई सोध्दै हुनुहुन्थ्यो। म छक्क परेँ। म त मिसलाई हेरेर हतासिन्। चेन खुस्किएछ मिस, मैले भने। हातभरि धुलो लागेको थियो। बिस्तारै लगाउ न, बन्छ होला, मिसले भन्नुभयो। हुन्छ मिस भन्दै म हताशमा चेन तान्न थालेँ। तर बनेन। घर कता हो नि तिम्रो? मिसले प्रश्न गर्नुभयो। तपाईँको घरबाट केही मिनट लाग्छ साइकलमा, मैले भने। मेरो घर पनि थाहा छ तिमीलाई? तिमी क्लास 9 को स्टुडेन्ट होइन र? के हो नि तिम्रो नाम? मिसले आश्चर्य मान्दै मेरो नाम सोध्नुभयो। सुयोग, मैले भने। मैले कल्पना गर्ने, मैले हरदम सम्झिने सरिता मिस अगाडि हुँदा म हल्का नर्भस भएको थिएँ। किन नर्भस भएँ मलाई नि थाहा छैन। साइकल त्यो साइकल बनाउने ठाउँमा लैजाऊ न त। बनेन भने साइकल छोडिदेऊ, भोलि लाउनु भन्दै मिसले साइकल बनाउने ठाउँतिर इसारा गर्नुभयो। साइकल बनाउने ठाउँ अलि टाढा थियो। म डोयाउँदै हिँड्नु। मिसले साइकल बनाउने ठाउँमा लगेर स्कुटी रोक्नुभयो। 5 मिनटपछि म त्यहाँ पुगेँ। साइकल बनाउन दिएँ। सरिता मिसलाई हेरेँ।
स्कुटी रोकेर छारीमा बस्नु भएको थियो। मेरै लागि बस्नु भएको म सम्झिँदै हर्षित थिइन्। अरिता मिसलाई हेरेँ। स्कुटी रोकेर छारीमा बस्नु भएको थियो। मेरै लागि बस्नु भएको म सम्झिँदै हर्षित थिएँ। छेउमा गएर बसेँ। हामीले करिब 15 मिनट गफ गऱ्यो भन्दा पनि मिसले सोधेको प्रश्नको उत्तर नि कहिलेदेखि स्कुलमा पढेको, घर कता, यस्तै। मिस बाहिर बस्नु हुँदो रहेछ पहिला। घर आएपछि पढाउन थाल्नु भएको रहेछ। मिसको बारेमा धेरै कुरो थाहा पाएँ। साइकल ठिक भयो। मिस आउँदै गर है भन्दै स्कुटी लिएर जानुभयो। म पनि मनमा नै मक्ख पर्दै घर लागेँ। म प्राय साथीहरू आकाश र विवेकसँग घर जान्थेँ। घर पनि नजिकै थियो। 7 क्लासदेखि नै हामी सँगै यही स्कुलमा पढ्ने गरेका थियौँ। राम्रोदेखि नराम्रो सबै विषय सेयर हुन्थ्यो। सरिता मिस त पाँच छ यार, बिहाप्सकी छैन होला है, आकाशले भन्यो। होला नि, त्यस्तै राम्री चाहिँ, विवेकले उत्तर दिउँ। म त यार क्लासमा पनि मिसको फिगर सम्झेर बस्छु, छाती सम्झिन्छु, तपाईँको सम्झिन्छु, आकाशले भन्यो। त्यही सम्झिनु त हो नि, मिसलाई सम्झियो, हस्तमैसन गर्यो। विवेकले हाँस्दै भन्यो। म पनि हाँसेँ। मिसलाई सम्झेर के गर्छस्, पाउने होइनस्, मैले थपेँ। हामी प्राय यस्तै गफ गर्थ्यौँ। आकाश हामी मध्ये फ्रेङ्क थियो, धेरै बोल्थ्यौँ। म भने कम बोल्नेमा पर्थेँ। आकाशले नै गुप्ताङ्कमा रौँ बोलाउने विषय, ब्लू फिल्म हेराउने, ह्यान्ड प्र्याक्टिस आदि सिकाएको थियो। उसको घरमा लुकेर त्यस्तो मुभी हेर्छु। साथै सँगै भलिबल खेल्ने, घुम्ने, डुल्ने गर्थ्यौँ। पढाइ ठिकै थियो, औसत भनौँ। साथीहरू प्राय सरिता मिसको गफ गर्दा फिगर, छाती र मालको रूपमा गफ गर्थे। तर किन म यौवनभन्दा माथि उठेर प्रेममा रमाउँथेँ। प्रेमको नजरले हेर्थेँ, मायाको नजरले हेर्थेँ। क्लास निरन्तर गइरहेँ। अरू बेला नबोल्ने भएको कारण मलाई मिसले वास गर्नु हुँदैन थियो। जब अस्ति बोलचाल भयो तब मलाई वास गर्न थाल्नु भएको थियो। क्वेसन सोध्ने गर्न थाल्नुभयो। सुरुमा त एन्सर नआएर लाज लाग्थ्यो। तर इङ्ग्लिसको टपिक कम्प्लिट पढेर आउन थालेँ। क्रमशः म इङ्ग्लिसमा अब्बल हुँदै गएको थिएँ। मिस पनि मेरो इम्प्रुभमेन्ट देखेर खुसी हुनुभएको थियो। एक दिन क्लासमा आकाशले यौन कथा भएको छाडा पिक्चर सहितको सानो किताब लिएर आएको थियौँ। हामी बुक हेरेर हाँस्दै थियौँ। मिस एक्कासी हाम्रो डेस्कतिर आउनुभयो। विवेकले हत्तनपत्त बुक ब्यागमा हाल्यौँ। किन हल्ला गरेको, के गरिरहेका छौ भनेर प्रश्न गर्नुभयो। सबैजना चुपचाप भयौँ। अघि हत्तनपत्त ब्यागमा के राख्यो विवेक, त्यो निकाला भन्नुभयो। केही होइन मिस, विवेकले भन्यो। मिसले ब्यागमा हेर्नुभयो। सायद बुक देख्नुभयो क्यार। त्यो त्यहीँ छोडेर तिमीहरू बिग्रिसक्यो, जस्ट फोकस अन योर स्टडी भन्नुभयो। मिसको अनुहार अर्कै भएको थियो, रिसाउनु भएको थियो। क्लास सकियौँ। सबै अप्सनल म्याथको क्लासको लागि अर्को क्लासतिर गए। सुयोग, आकाश र विवेक स्टे हियर भनेर मिस बाहिर जानुभयो। हामी डरायौँ, नराम्रोसँग फसियो भनेर एक अर्कोलाई गाली गर्न थाल्यौँ। एकछिनमा मिस आउनुभयो। सुयोग, तिमी त सोझो थियौ त, तिमी पनि बिग्रियौ होइन, मिसले भन्नुभयो। म केही बोलिनँ, कसै मुन्टो लगाएर बसेँ। तिमीहरूलाई प्रिन्सिपललाई भनेर गार्जेन बोलाउनु पर्ने भइसक्यो। बोलाउ त, मिसले रिसाउँदै भन्नुभयो। सरी मिस भन्दै हामी तिनजना न्याउरो भयौँ। नेक्स्ट टाइम यस्तो कुरा रिपिट नहोस् भन्दै मिस बाहिर जानुभयो। हामी हस् भन्दै बस्यौँ। मिस जाने बित्तिकै आकाश हाँस्न थाल्यो। धन्न प्रिन्सिपललाई भनिदिनु भएन, के हाँसेको नि, मैले भन्। मिसले देखि याद के सोचियो होला है, आकाश हाँस्दै भन्न थाल्यो। भरे घर गएर त्यही सम्झेर गर्नु नि, विवेकले हल्का रिसाउँदै भन्यो। मिससँग मलाई लाजसँगै गानी फिल भएको थियो। मिसको नजरमा म राम्रो मान्छे थिएँ जस्तो लाग्थ्यो। तर अब त मिसले नराम्रो सोच्नु भयो होला। केही दिन बिते। फ्राइडेको दिन थियो। फ्राइडे पढाइ खासै हुँदैन थियो। हामी सबै ग्राउन्डमा थियौँ। म नजिकै रहेको बाथरुम जाँदै थिएँ। बाथरुम लाइब्रेरी हुँदै जानु पर्थ्यो। लाइब्रेरीभित्र सरिता मिसलाई देखेँ। अरू कोही थिएन। बाथरुम गएँ। फर्केर लाइब्रेरी छिएँ। मिस भएकोतिर गएर मिसलाई नदेखे जसरी बुक चुज गर्न थालेँ। कहिले लाइब्रेरी नआउने म मिसको दर्शनको लागि लाइब्रेरी छिरेको थिएँ। सुयोग, तिमी पनि लाइब्रेरी छिर्छौ? सरिता मिसले मतिर हेर्दै भन्नुभयो। कहिलेकाहीँ छिर्छु मिस, मैले मिसतिर हेर्दै भने।
एकछिन यता आऊ न, मिसले भन्नुभयो। म सरासर मिसको नजिकै गएर उभिएँ। उहाँले बस्ने इसारा गर्नुभयो। म बसेँ। अस्ति आकाशको ब्यागमा भए जस्तो किताब तिमी पनि पढ्छौ? मिसले प्रश्न गर्नुभयो। ध्यानले गर्न लाग्नुभयो भनेर डराएँ। पढ्दिनँ मिस, सरी मिस भन्दै मिन्याउरो भन्। नडराउ न, सोधेको मात्रै हो। मिसले म डराएको देखेर हाँस्दै भन्नुभयो। म केही बोलिनँ। मिस मेरो डर देखेर मन्दा हाँसिरहनु भयो। नडराऊ, यस्तो एजमा यस्तो कुरामा चासो हुन्छ। आई नो, बट क्लासमा त्यस्तो गर्नुहुन्न मात्रै भनेको हो। मिसले सान्त्वना दिँदै भन्नुभयो। मेरो डर अलि हरायो। मिसतिर हेरेँ तर केही बोलिनँ। कुन बेला पढ्ने कुन बेला खेल्ने टाइम हुन्छ। तिमी ज्ञानी लाग्छ, त्यही भएर भनेको। तिमी अब टिनेजबाट माथि उठ्दैछौ। म पनि यो फेज भोगेर आएको हो। यसको लागि टाइम आउँछ, मिसले भन्दै हुनुहुन्थ्यो। म एकहोरो उहाँको ओठको चाल हेरिरहेको थिएँ। मन्द लिपस्टिक, म त डुबिरहेको थिएँ। आँखा झन् मृग नहेर्ने, आज सिधै हेर्ने मौका पाएको थिएँ। सुयो, मिसले बोलाउनु भयो। तिमी त टोलायौ त, फेरि भन्नुभयो। म जसङ्ग भएँ। मेरो कुरा सुन्यौ? मिसले भन्नुभयो। सुने मिस, मैले हतासिँदै भन्नु। सुनि त मिस मन्द मुस्काइरहेको देखेँ। तँ बुक कसको थियो भन त, मिसले भन्नुभयो। आकाशको, मैले उत्तर दिएँ। त्यस्तो बुक कहिलेदेखि पढ्न थालेको? म खासै पढ्दैन मिस। किन पढेको नि? त्यस्तो भन त। थाहा छैन मिस, साथीलाई दिन्छ सो। म अलिक बोल्न सक्ने भएछु क्यारा, जवाफ दिँदै गएँ। अब नबढ्नु है त्यस्तो क्लासमा, मिसले भन्नुभयो। हस्, मैले भने। साथीहरू झ्यालको अलिक परबाट चियाइरहेका रहेछन्। हाँस्दै थिए। बुक लिएर जाऊ भन्दै मिस पढ्न थाल्नुभयो। म एउटा इङ्ग्लिस नोभेल लिएर बाहिर इन्ट्री गराएर निस्किएँ। मिसले यो विषयलाई सिम्पली लिएको देखेर डर भाग्यो। कता कता मनमा अर्कै आनन्द आयो। मिसलाई सम्झेर एक्लै रोमाञ्चित हुन्थ्यौँ। एक दिन गाउँ नजिकैको ग्राउन्डमा बसिरहेको थिएँ। काकाको छोरा र म ब्याडमिन्टन खेलेर थाकेर बसेका थियौँ। हामी प्राय छुट्टी हुँदा ग्राउन्डमा गएर खेल्ने गर्थ्यौँ। सास पर्न लागेको थियो। ग्राउन्डको छेउमा एक जोडी गफ गरिरहेका थिए। पछाडिबाट देखिएकाले अनुहार देखिएको थिएन। रितेश र म जोडीलाई हेरेर हाँस्दै थियौँ। किस खान्छन् कि खाँदैनन् होला है? एक अर्काको हात छोए हो भन्दा हेर्दै हाँस्दै बस्यौँ। करिब 10-15 मिनटपछि जोडी उठ्यो। सरासर बाटोतिर आए। नजिकै आएपछि एकहोरो हेरिरहेकोले मैले चिनिहालेँ। त्यो केटी त सरिता मिस हुनुहुँदो रहेछ। रितेश अर्को स्कुल पढ्ने भएकाले चिन्ने कुरै भएन। म छक्क परेर हेरिरहेँ। मिसले मलाई देख्नुभयो तर नचिनेको जस्तो भन्नुभयो। अनुहार अलि अर्कै बनाउनु भयो। मैले पनि नचिनेको जस्तै गरेर सजिलो बनाइदिन खोजेँ। केटालाई हेरेँ। कपाल पालेको थियो। मिसभन्दा अलि अग्लो। दुईजना बाइकमा चढेर गए। आफूले मिस भनेर चिने पनि रितेशसँग त्यसबारे गफ गरिन। तर मनमा कता कता अमिलो भयो। उमेर मिल्दैन। उहाँ मिस, म उहाँको स्टुडेन्ट। तर पनि मलाई ईर्ष्या लाग्यो, डाहा लाग्यो। त्यो केटाको ठाउँमा म हुनुपर्ने भनी कल्पना गरिरहेँ। राति एक्लै हुँदा त्यही विषय मनभरि घुमिरह्यो। अर्को दिन स्कुल गएँ। सरिता मिसलाई मैले हेर्ने नजरिया बदलिएको थियो। क्लास सकिने बेला मिसले मलाई बाहिर बोलाउनु भयो। तिमी हिजो साँझ कहाँ थियौ? मिसले सोध्नुभयो। ग्राउन्डमा थिएँ, मैले सहजै भनिदिएँ। मिस केही हडबडाउनु भयो। हिजोको कुरा कसैलाई भन्यौ तिमीले? मिसले सोध्नुभयो। त्यस्तो नराम्रो नसोच है, साथीलाई भेटेको मात्र हो। मिस हतासिँदै बोल्नुभयो। भनेको छैन मिस, भन्दिनँ पनि मिस। टेन्सन नगर्नु मिस, इट्स ओके, आई क्यान अन्डरस्ट्यान्ड, मैले भने। मिस अलि ढुक्क हुनुभयो अनि अर्कै क्लासमा जानुभयो। मनमा नै सोचेँ, आफू बोयफ्रेन्ड भेट्नु छ गाउँको ग्राउन्डमा अनि नभन्दिनु रे। यस्तो सोचिरहेँ। तर अर्को मनले भन्थ्यो, सबैको मनै त हो नि। 15 दिनपछि आकाश र विवेक स्कुल नआएको दिन थियो। म एक्लै स्कुलबाट फर्किँदै थिएँ। बाटोमा आउँदै गर्दा माथि मन्दिरमा सरिता मिसको स्कुटी देखेँ। के गर्दै हुनुहुन्छ भने हेर्न जान मन लाग्यो अनि गएँ। त्यो मन्दिर छेउ प्राय सुनसान हुन्छ। मिस मन्दिर पछाडि एक्लै हुनुहुन्थ्यो। कसैले देख्ला भनेर साइकल तलै राखेँ अनि एकछिन हेरेँ। रुमालले आँखा पुछिरहे जस्तो लाग्यो। रोँदै हुनुहुन्छ जस्तो लाग्यो। नजिक जाउँ कि नजाउँ अप्ठ्यारो लाग्यो। जान आँट आएन।
मिस हतासिएर उठ्नुभयो। म अलिक छेलिएर बसिन्। स्कुटीतिर जानुभयो। स्टार्ट गर्दै गर्दा ब्यालेन्स नमिलेर अग्लो ठाउँ भएकाले स्कुटी लड्यो। मैले हतारिएर स्कुटी उठाएँ। मिसको खुट्टामा घाउ भएछ। हामी नजिकैको मेडिकलमा गयौँ। ब्यान्डेज लगाएपछि ठिक भयो। मिस मलाई हेरिरहनु भएको थियो। म पनि केही बोलेको थिइनँ। मिसले ग्राउन्डमा जाउँ भन्नुभयो। मैले घाउ भएकाले घर गएर रेस्ट गर्नु भन्ने। मिसले एकछिन बसौँ भन्नुभयो। अनुहार मलिन थियो। मिसको अनुहार हेरेँ। आँखा राता थिए। घाउको चोटभन्दा पनि मनको चोट गहिरो जस्तो देखिन्। मिसले मेरो कुममा शिर अड्याउनु भयो। म त्यत्तिकै बसिरहेँ। खुसी हुने कि दुखी हुने पत्तै पाइनँ। सुयोग, तिमी छक्क पर्यो होला है, किन रुँदैछु भनेर। केही बेरपछि मिस रुन्चे स्वरमा बोल्नुभयो। कहीँ न कहीँ जो पनि रुन्छ नि मिस, इट्स ओके, मैले भने। तिमी कति क्युट छौ है, सानै छौ बट समझदार कुरा गर्छौ। मिसको कुराले म कता कता प्रफुल्लित भएँ अनि मिसतिर हेरेर हल्का मुस्कुराएँ। हामी करिब आधा घन्टा गफ गऱ्यौँ होला। मिसले मलाई आफ्नो वेदना पोख्नुभयो। म सुनिरहेँ, सान्त्वना दिइरहेँ। बोयफ्रेन्डले छोडेर गएछ। अस्ति मैले देखेको केटा रहेछ। 6 महिना च्याट गरेपछि 1 महिना अगाडि भेट्नुभएको रहेछ। एउटा गएपछि अर्को आइहाल्छ नि मिस, किन टेन्सन गर्नु र, मैले भने। म फसेछु। त्यसले मलाई युज गर्यो अनि छोडिदियो। मिसले आँसु झार्दै रुन्चे स्वरमा बोल्नुभयो। मैले केही बोलिनँ। प्लिज नरुनु न मिस, मात्र भनिरहेँ। तिमी चाहिँ पछि गएर त्यस्तो नहुनु है, केटीलाई युज एन्ड थ्रो नबनाउनु है। कुरै बुझिनँ मिस, कस्तो युज एन्ड थ्रो? त्यस्तो बोक पढ्ने मान्छे यति पनि बुझ्दैनौ? कति इनोसेन्ट क्या तिमी। बुझेँ मिस भनेर मुन्टो हल्लाएँ। करिब 1 घन्टा बसेपछि मिस घर जानुभयो। म पनि घर गएँ। आज म खुसी हुने कि दुखी अलमलमा थिएँ। दुखी यस कुरामा कि मिस दुखी हुनुहुन्छ। खुसी यो कुरामा कि आज अझ नजिक भएर गफ गरेँ। 2-4 दिन यसरी नै बिते। मिसले घरमा ट्युसन पढाउनु हुँदो रहेछ। पढ्न आउँदा हुन्छ भन्नुभयो। म पनि इङ्ग्लिस कमजोर भएको कारण घरमा भनेर इङ्ग्लिस पढ्न जान थालेँ। स्कुल सकेर साँझ पढ्न जान्थेँ। सरिता मिसको घरमा बस्दा छुट्टै उमङ्ग आउँथ्यो। फर्स्ट टर्म इक्जाम सकियो। इक्जाम सकिएपछि भोलिपल्ट ट्युसन लगेँ। अरू कोही आएका थिएनन्। मिस केमा बस्ने दाइकी छोरी 3मा पढ्थिन्। उनी पनि हामीसँगै पढ्थिन्। म गएपछि मिसले कृपालाई पनि पढ्न बस्न भन्नुभयो। ट्युसन पढ्न जाँदा बुवा मम्मीसँग पनि मेरो राम्रो चिन्जान भएको थियो। बुवाले 2 जना केटी मात्रै छन्, भोलि यतै बसला सुयोग, घरमा भनेर आऊ भन्नुभयो। मैले हस् भनिन्। भोलिपल्ट घरमा भनेर म मिसकोमा आएँ। केही बेर पढौँ। मिसले खाना बनाउनु भयो। मैले हेल्प गरिदिएँ। 3जनाले खाना खायौँ। माथि रुममा गयौँ। कृपा सुतिहालिन्। मलाई अर्को रुममा सुत्न भन्नुभएको थियो। हल्का गर्मी भएको कारण म बाहिर बरन्डामा निस्किएर बसेको थिएँ। मिस पनि आएर बस्नुभयो। हामीले 1 घन्टा जति गफ गऱ्यौँ। मिस अब साथी जस्तै मसँग सबै कुरा खोल्ने भइसक्नु भएको थियौँ। सायद मैले कसैलाई सेयर गर्दैन भन्ने विश्वास भएर होला। तिमीले अस्तिको नोभेल सक्यौ पढेर? मिसले सोध्नुभयो। छैन मिस, मैले भने। के पढ्छौ त अनि? त्यही आकाशको ब्यागको बुक जस्तै मात्र पढ्छौ? मिसले हाँस्दै सोध्नुभयो। पढ्न मन लाग्छ मिस, किन? नजिक भएर होला यति बोल्न आँट आयो। त्यस्तो मनपर्छ पढ्न? पढ्न भन्दा पनि पिक्चर हेर्न मन लाग्छ। छ्या, तिमी त सोझो भनेको त। सरी मिस, माइन्ड नगर्नु ल प्लिज। माइन्ड गर्दैन, तिमी ज्ञानी छौ, आई नो। हो र मिस भन्दै म हाँसेँ। मलाई पनि देऊ न त तिम्रो त्यस्तो बुक, मिसले भन्नुभयो। म छक्क परेर हेरिरहेँ। तपाईँ पनि त्यस्तो पढ्नुहुन्छ र? मैले भने। तिमीले पढ्नुहुन्छ भने मैले पढ्नु हुँदैन र? भन्दै मिस हाँस्नुभयो। पर तिम्रो साथीलाई थाहा नदेऊ नि। थाहा दिन्छु जस्तो लाग्छ तपाईँलाई? मैले प्रश्न गरेँ। त्यस्तो लाग्दैन। त्यही त तिमी क्युट छौ, मिसले भन्नुभयो। पिक्चर पनि हुन्छ त बुकभित्र? मिसले भन्नुभयो। कस्तो पिक्चर हुन्छ नि? फेरि सोध्नुभयो। म हाँसेँ। आफै हेर्नु न, म भरि ल्याइदिन्छु मिस। यति भए सरिता मिस हाँस्नुभयो। मेरो कल्पना किरानी सरिता मिस। अँध्यारो भए पनि बरन्डामा चन्द्रमाको प्रकाशमा मिसको अनुहार निहालिरहेको थिएँ। हल्का यौवनको मात पनि चढेको थियो। नचढोस् पनि कसरी, हाम्रो गफ पनि त्यस्तै थियो। कस्तो आनन्द लाग्छ मलाई जुमेली रात।
आकाशको तारा हेर्न मिस आनन्द मानेर भन्दै हुनुहुन्थ्यो। मलाई पनि मनपर्छ अझ जुन केटी उडेको हेर्न। मैले थपेँ। मिस मलाई निहालिरहनु भएको थियो। म पनि आकाशतिर हेर्दै घरि मिसतिर नजर लगाइरहेको थिएँ। मिस एउटा कुरा सोधौँ, माइन्ड नगर्नुहोस् है, मैले भने। किन माइन्ड गर्नु, ज्ञानी मान्छेले सोधेको, मिसले मधुर बोलीमा भन्नुभयो। मिसको त्यो अस्तिको केटासँग कसरी लभ पर्यो? सरिता मिस हाँस्नुभयो अनि भन्नुभयो, तिमीलाई पनि लभमा चासो हुन्छ? केटी हेर्न थाल्यो कि क्या हो? छैन मिस, मलाई कसले पत्याउँछ न। राम्रो छौ, अझ भन्दा ज्ञानी छौ, तर केटीहरू सोझो नबोल्ने केटा भन्दा धेरै बोल्ने रफ केटा हेर्छन्। हो र? भन्दै मिस हाँस्नुभयो। सबै केटी त्यस्ता हुँदैनन्, ज्ञानी केटा हेर्ने पनि हुन्छन्, मिसले भन्नुभयो। हुन्छन् र मिस? हुन्छन् नि। अनि तिमीलाई चाहिँ कस्तो केटी मनपर्छन्? तपाईँ जस्तै राम्री, ज्ञानी, मैले मुस्कुराउँदै भने। त्यस्तै राम्री छु र म? मिसले मेरो अनुहारतिर हेर्दै भन्नुभयो। मलाई त तपाईँ खुब राम्री लाग्छ। मिस फेरि हाँस्नुभयो। के कुरा राम्रो छ नि मेरो, भन त? सबै कुरा राम्रो छ। कपाल, फेस, आँखा, सबै। कपाल, फेस र आँखा मात्रै राम्रो? मिस जिस्किँदै हुनुहुन्थ्यो। म मिसतिर फर्केर हाँसेँ। मिस पनि हाँस्नुभयो। मिसलाई पाउने मान्छे त भाग्यमानी नै हुन्छ, मैले थपेँ। कसरी भाग्यमानी हुन्छ नि? मिसले प्रश्न गर्नुभयो। सबै कुरा राम्रो छ मिसको। बिहेपछि केटा डेल्ली मक्ख पर्छ होला। तिमीले त हँसायौ, तर मलाई त बिहे नै गर्न मन छैन। किन र मिस? बिहेपछि लाइफ रमाइलो हुँदैन र? म नपत्याउँदो पाराले रोमान्टिक हुँदै गइरहेको थिएँ। मिस फेरि हाँस्नुभयो। रमाइलो होला र? बोरिङ हुन्छ नि अर्काको घरमा? त्यस्तो हुन्छ भने मान्छेले चाहिँ किन बिहे गरेको होला नि त मिस? खै किन गरेका हुन्? छोराछोरी जन्माउनु होला नि, नत्र त सिङ्गल लाइफ नै बेस्ट। छोराछोरी जन्माउनु मात्र बिहे गर्ने हो र? मलाई त त्यस्तै लाग्छ। बेकार काम। फिगर बिग्रिन्छ, बुढी देखिन थाल्छ। कसरी फिगर बिग्रिन्छ र मिस? मैले छक्क पर्दै सोधेँ। मिस हाँस्नुभयो। पछि बिहे गर, बुढी ल्याऊ, अनि बच्चा जन्माऊ, अनि थाहा पाउँछौ। मेरो बुढीले पनि जन्माउनु मानिन भने? मैले मुस्कुराउँदै सोधेँ। रोमेन्स मात्रै गर्नु? मिस जोडले हाँस्नुभयो। म मिसको अनुहार हेरिरहेँ। तँ पनि मानिन भने? मैले पनि जिस्किँदै भने। मिस हाँसी नै रहनु भएको थियो अनि भन्नुभयो, मान्छेले किन बिहे गर्छन् भन्ने कुरा थाहा पाएछौ है? तँ त्यो एनिमललाई पनि थाहा हुन्छ, मैले भने। एनिमलले बिहे गर्छन् र? कति हँसाउँछु तिमी? म हाँसेँ अनि प्रश्न गरेँ। त्यही त है, एनिमल त कसैले बिहे गर्दैनन्, मान्छेले चाहिँ किन बिहे गरेका होलान्? पहिले मान्छे पनि त्यस्तै थिए रे। पछि समाजको फर्मेसन भएपछि बिहेको कुरा आएको हो। बिहे भएकै राम्रो हो, मैले भने। किन नि त्यस्तो लागेको? श्रीमती आफ्नो हुन्छ, मात्र आफ्नो। तर पहिलो रात र त्यसको भोलिपल्ट चाहिँ खुब लाज लाग्दो रहेछ। सबैले जिस्काउँदा रहेछन्। मेरो ठुलो बाबाको छोरालाई त्यसबेला सबैले जिस्काएका थिए। बिहेको पहिलो रात विशेष हुन्छ नि त, मिसले भन्नुभयो। मलाई हेरेर मुस्कुराइरहनु भएको थियो। सबै थाहा भए पनि थाहा नभए जसरी भने। किन विशेष हो र मिस? तिमीलाई थाहा छैन र? मिसले आश्चर्य मान्दै प्रश्न गर्नुभयो। हल्का मात्रै थाहा छ। के थाहा छ भन त? बेहुला बेहुली फर्स्ट टाइम सँगै एउटै कोठामा बस्छन्। रहेछ। पछि तिमी पनि बेहुली आउँछिन्, मलाई बोलाउने बिहेमा। म हाँसेँ। म त तपाईँ जस्तै केटी भेटे मात्रै बिहे गर्छु। भेटेन भने बिहे नगरी बस्छौ त? भेटिन भने मिसलाई बेहुली बनाउनु पर्यो। म हाँसेँ। मिस पनि हाँस्नुभयो। मलाई त रियलमा तपाईँलाई बेहुली बनाउन मन छ, मैले भने। सपोज बेहुली बनायो अरे अनि के गर्छौ नि? तपाईँलाई धेरै माया गर्छु। माया कसरी गर्छौ नि? तपाईँलाई खुसी दिएर, हेल्प गरेर, सुख दुःख बुझेर। त्यति मात्रै? अरू त के गर्नु र? त्यति मात्रैले त बुढी पहिला जान्छन् नि। जाँदैनन् होला, झन् खुसी हुन्छन् होला नि। अझ मलाई त मुभीको जस्तै बाथटबमा बस्न मन छ। वाउ, तिमी त रोमान्टिक पो रहेछौ त। मैले यस्तै गफ गरौँ। 12 बज्न लागेपछि म सुत्न गएँ।
सरिता मिस पनि कृपासँगै सुत्न जानुभयो। भोलिपल्ट पनि ट्युसन पढ्न गएँ। आज पनि बुवा मम्मी आउनु भएको रहेनछ। म त्यतै बसेँ, खाना खायौँ। कृपा सुतिहालिन्। हामी बाहिर बसेर गफ गर्न थाल्यौँ। करिब आधा घन्टासम्म नै गफ गऱ्यौँ। आज मैले बुक ल्याइदिएको छु मिस, तपाईँले भन्नुभएको। मैले कुरै कुरामा रोमाञ्चित हुँदै भने। म एक्लै पढ्छु भनेर मिसले बुक छेउमा राख्नुभयो अनि मलाई हाँस्दै हेर्न थाल्नुभयो। एउटा कुरा सोधौँ मिस? हुन्छ सोध। त्यो बुकमा त केटीलाई केटाभन्दा 7 टाइम्स बढी चाहिन्छन् लेखेको छ, त्यस्तो हुन्छ र? खोइ के थाहा र, बिहे गरेपछि भन्छु ल भन्दै मिस हाँस्नुभयो। म पनि हाँसेँ। मिसले प्रश्न गर्नुभयो, तिमी केटीलाई हेर्दा सुरुमै केटीको कहाँ हेर्छौ भन त? अनुहार हेर्छु, मैले हाँस्दै भनेँ। हो र, मलाई त पत्यार लागेन। तपाईँलाई थाहा छ नि आँखा कहाँ पर्छ भनेर। देखिहालिन्छ नहेरौँ भन्दा पनि हताहा मान्छे तिमी भन्दै मिस जोडले हाँस्नुभयो। मलाई किन सरिता मिस अझ आत्मीय भएको मेरो मनमा झाँके जस्तै लाग्थ्यो। हिजो सपना मैले तपाईँ र मेरो बिहे भएको देखेको थिएँ। त्यही सोचेर राति सुत्यो होला, सो त्यस्तै देखियो। के देख्यो भन त? बिहे गरेर हामी सँगै बेडमा बसेर गफ गरेको, सँगै नुहाएको, कपडा लगाएर नुहाएको देख्यौ कि नलगाइ नि? तँ चाहिँ भन्दैन, मिसले मार्नुहुन्छ होला। हटाहा तिमी जे पनि सपना देख्दो रहेछौ। त्यस्तै देखेँ मिस, सपनामा त्यस्तो देख्नु मेरो दोष हो र मिस? तिमी त मलाई खराब नजरले हेर्दो रहेछौ। त्यस्तो होइन मिस, त प्रेमको चरम रूप हो रे। यदि सच्चा माया गर्ने मान्छे हो भने। तिमी मलाई सच्चा प्रेम गर्छौ र? तपाईँ पाए म सबै कुरा बिर्सिन तयार छु। म भावुक हुँदै बोलेछु। मिस छक्क पर्नुभयो। तिमी बच्चै छौ सुयो। प्रेम माया यौनबाट तिमीले बुझ्नै बाँकी छ। रियल्ली तिमी मेरै एजको भएको भए नो डाउट म तिमीलाई प्रपोज गर्थेँ। यति ज्ञानी मान्छे कहाँ पाइन्छ त? यति बुझ्ने, तर के गर्नु, तिमी बच्चा छौ। म बच्चा छैन मिस, 16 वर्षको भइसके। तिम्रो डबल छु म। आई एम 26 यो। इट्स इम्पोसिबल। थाहा छ मिस, मैले तपाईँलाई देखेदेखि मनमा सजाएको छु। केटाहरू सब तपाईँलाई नेगेटिभ वेले हेर्छन्, बट म तपाईँलाई यौनभन्दा माथि राखेर सोध्छु। खोइ किन सोध्छु मिस, मलाई नि थाहा छैन। तपाईँको छेउमा आउँदा, तपाईँसँग गफ गर्दा म सारा संसार बिर्सिन्छु। यस्तो लाग्छ कि तपाईँलाई मैले पाए त म पूजा गरेर राख्थेँ। रामायण हेर्दा म राम, तपाईँलाई सीताको रूपमा देख्छु। टाइटेनिक हेर्दा म डिकाप्रियो र तपाईँलाई केट विन्सलेटको रूपमा देख्छु। जियोटी हेर्दा म जोरा मोर्मन्ट, तपाईँलाई डेनेरिस टाइगरियन देख्छु। आई रियली लभ यु मिस भनेर मिसलाई अङ्गालो हाले। खोइ कहाँबाट अङ्गालो हाल्ने साहस आयो पत्तै पाइनँ। सायद मन मिल्ने मान्छे भेटेर होला, अझ भन्दा मन बुझ्ने मान्छे भेटेर होला। मिसको आँखाबाट आँसु झरे। मिसको अनुहार मलिनु भयो। मिस रुन थाल्नुभयो अनि मलाई अँगाल्नुभयो। एकछिनमा अँगालो छोड्नुभयो। जाऊ गएर सुत भन्नुभयो। म गएर सुतेँ। मैले पत्तै पाउन सकिनँ आखिर मिसलाई के भयो। भोलिपल्ट बुवा मम्मी आउनुभयो। त्यसपछि मिससँग खासै गफ हुन सकेन। तर म मिससँग गफ गर्न नपाउँदा, नजिकाउँदा नपाउँदा तडपिरहेको थिएँ। करिब 15 दिनपछि बुवा र मम्मी त्यो दिन घरमा नहुने हुँदा मलाई बस्न भन्नुभयो। म धेरै खुसी भएँ। मिस कृपा र म थियौँ त्यो दिन पनि। मिसको अनुहार आज हँसिलो देखिएको थियो, तर किन हँसिलो देखियो पत्तै पाउन सकिनँ। खाना खायौँ। कृपा बरन्डामा बसेर होमवर्क गर्न थालिन्। हामी गफ गर्न थाल्यौँ। कृपाको कुरा गऱ्यौँ अनि स्कुल। करिब 45 मिनटपछि कृपा सुतिन्। हामी दुईजना मात्र भयौँ बरन्डामा। औँसीको रात थियो, अँध्यारो थियो, तर पर बालिएको बत्तीले अनुहार देख्न सकिन्थ्यो। आज मिस धेरै खुसी हुनुहुन्छ नि, मैले भने। ज्ञानी मान्छेसँग गफ गरिरहेको छु नि त, त्यही भएर। मिसले उत्तर दिनुभयो। म हाँसेँ। तिम्रो अस्तिको बुक लैजाऊ है, पढिसकेँ मैले, मिसले भन्नुभयो। कस्तो लागेन बुक तपाईँलाई? स्टोरी त राम्रो होइन, बट कुनै पिक्चर राम्रो लाग्यो। कुन पिक्चर राम्रो लाग्यो? मिस मात्रै हेरेर हाँस्नुभयो। म पनि हाँसेँ। यो अँध्यारोमा देखिँदैन होला, केटा र केटीले हक गरेको, लभली नेकेड हक कि न्युड हकवाला मिस? मिस हाँस्नुभयो अनि सोध्नुभयो, तिमीलाई कुन मनपर्छ? मलाई त दुइटै मनपर्छ भन्दै मुस्कुराएँ। अनि केटीको नेकेड पिक्चर मनपर्छ कि न्युड पिक्चर?
मिसले प्रश्न गर्नुभयो। दुवै मनपर्छन् मिस, बट नेकेड पिक्चरमा एउटा कुरा मन पर्दैन भन्दै म मन्द मुस्काएँ। के कुरा नि? केटीको त फ्रन्ट साइडमा क्युट बडीमा हेयर मन पर्दैन। त्यो हेयर त नेचुरल हो नि, बट राम्रो लाग्दैन। अनि तिमी हेयर राख्छौ कि राख्दैनौ? मिसले हाँस्दै प्रश्न गर्नुभयो। राख्दिनँ मिस, मन पर्दैन मलाई त। मिस हाँस्नुभयो। त्यसो भए त त्यो ठाउँ पनि क्युट होला, क्युट मान्छे हो। मिसले मेरो टाउको मुसार्दै भन्नुभयो। अनि तपाईँको नि भनेर प्रश्न सोध्नु मन लागेको थियो, तर सोधिनँ। मिस रिसाउनु होला भनेर मात्र हाँसिरहेँ। मलाई त क्युट लाग्दैन मिस, मैले भने। के क्युट लाग्दैन नि तिमीलाई? केटाको भन्दा त केटीको क्युट हुँदो रहेछ सेभ गरेपछि, मैले भने। मिस जोडले हाँस्नुभयो। देखेको छौ र क्युट कसरी लाग्यो? पिक्चरमा देखेको, रियलमा त छैन। रियलमा देख्यो भने के गर्छौ? म हाँसेँ अनि मिस पनि हाँस्नुभयो। देखेपछि त गाह्रो हुन्छ होला, मैले भने। के गाह्रो हुन्छ नि? भन्नु र तपाईँ रिसाउनु भयो भने? रिसाउँदैन, भन न। मिसले मेरो टाउको मुसार्दै भन्नुभयो। भाइको साइज ठुलो हुन्छ। मिस दिल खोलेर हाँस्नुभयो। त्यसलाई भाइ भन्छन् र? मिसले प्रश्न गर्नुभयो। त्यस्तै भन्छन् केटाहरू। मिसले भाइलाई देख्नु भएको छ? म उत्तेजनामा मात्तिएर सोधिरहेको थिएँ। मिस हाँस्नुभयो अनि छैन भन्नुभयो। मेरो पेन्टले हेरेर भन्नुभयो। तिम्रो भाइलाई गाह्रो भइरहेको छ कि क्या हो? छ नि मिस, उठ्न खोजिरहेको छ। मिस मेरो कुरा सुनेर मलाई हेरिरहनु भएको थियो। बिचरा गाह्रो रहेछ, मिसले जिस्काउँदै भन्नुभयो। त्यही भएर म त नाङ्गै सुत्छु राति, मैले जोसिँदै भने। फेरि कसैले तिम्रो भाइ देख्ला नि, पिक्चरमा जस्तै स्ट्रेट हुन्छ त तिम्रो भाइ? मिसले उत्तेजक प्रश्न गर्नुभयो। छाम्नु त भन्दै मिसको हात पेन्टमा ल्याएँ र फिल गराएँ। मिस हाँस्नुभयो। हेर भित्र जाउँ, कसैले देख्ला फेरि, मिसले भन्नुभयो। हामी मसुत्दै कोठातिर गयौँ। मिस मलाई नसालो नजरले हेरिरहनु भएको थियो। अब भन्नु ल, तपाईँलाई कुन पिक्चर मन पर्यो भनेर बुक पल्टाएँ। एउटा पिक्चर थियो, केटा र केटी कम्प्लिट नेकेड अनि केटीको हात केटाको उत्तेजक प्राइभेट पार्ट्समा थियो। त्यो पिक्चर कस्तो लाग्यो मिसलाई? मिस मन्द मुस्कुराइरहनु भयो अनि भन्नुभयो। तिम्रो पनि यत्रै छ र? हेर्नु न आफै अनि भन्नु ल कुन ठुलो? म उत्तेजनाको सीमातिर दौडदै थिएँ। मिस हाँसिरहनु भयो। खै मलाई के भयो? मैले अन्डरवेयर समेत खोलेर कम्मर तल सर्वाङ्ग नाङ्गो भए। उत्तेजनाको मातमा लाज कता हरायो पत्तै पाइन। भाइ फनफनाइरहेको थियो। मिसले छक्क परेर मुख छोप्नुभयो। तिमी त डेन्जर हो, सिधै देखाइदिएको, मिसले भन्नुभयो। म मिसको नजिकै गएँ। मिस मेरो भाइलाई नजर लगाइरहनु भएको थियो। एक्कासी ओठमा किस गर्न पुगे। मिसले नाइनास्ती गर्नु भएन। फर्स्ट टाइम कुनै केटीलाई किस गर्दै थिएँ। आनन्दको सीमा थिएन। जसै जसो मिसलाई सर्वाङ्ग नाङ्गो बनाए, जिउभरि किस गरेँ। मिस उत्तेजनामा हराइसक्नु भएको थियो। छातीका हिमाल मुसारे, चुसी अनि तलको बगैँचा जङ्गलविहीन रहेछ, किस गरे। मिसले भाइ चलाइदिनु भयो। मिसले बगैँचामा भाइलाई डुबुल्की मार्न इसारा गर्नुभयो। म मिसभित्र समाहित भएँ। करिब आधा घन्टा यही प्रक्रिया चलिरह्यो। चिथिल भएपछि दुवै एक अर्काको अङ्गालोमा सुतिरह्यौँ। आई लभ यु मिस, मलाई कहिले नछाड्नु ल। मिस मन्द मुस्कुराउनु भयो अनि भन्नुभयो। आई लभ यु टु, बट तिमी सानो छौ, तिमी सधैँ मेरो दिलमा रहन्छौ। मेरो भिजा लागिसकेको छ अस्ट्रेलियाको। अब म 4-5 दिनमा केटिएम जान्छु। म छक्क परेर मिसको अनुहार हेरिरहेँ। अस्ट्रेलिया जाने भएपछि सरिता मिसको अनुहारमा छुट्टै चमक थियो। तर मेरो दिल भने ठिक उल्टो गतिमा दौडिएको थियो। चाहेर पनि म सरिता मिसलाई रोक्न सक्दिनँ थिएँ। केवल यादहरू रहने थिए। हुन त अहिले म उहाँसँगै नग्न आलिङ्गनमा थिएँ। मिसको न्यानो र नाङ्गो छातीको स्पर्श गरिरहेको थिएँ। तर मन भने कहीँ कतै हराएको थियो। सियो, के भयो? तिमी त बोल्नै छोड्यौ। म अस्ट्रेलिया जाने खबरले निराश भएको, मिसले मेरो अनुहार निहाल्दै भन्नुभयो। तपाईँ अस्ट्रेलिया जाने भएपछि म कसरी खुसी हुन सक्छु र? मैले मधुर भावमा जवाफ दिएँ। टेन्सन नगर, तिमीले तिम्रै एजको राम्रै युवती पाउँछौ। तिमीलाई पाउने केटी लक्की हुन्छे। सानै भए पनि केटीलाई
यौन सुख दिन सक्ने रहेछौ भन्दै मिसले मेरो लत्रिएको पुरुषाङ्गलाई चलाउनु भयो। अरू बेला केटीको नाम मात्रै सम्झिँदा पनि जुरुक्क उठेर कार्य गर्न रेडी हुने मेरो पुरुषाङ्ग अलि शिथिल थियो। सायद प्रेममा हार खाएपछि यस्ता पनि नराम्रो प्रहार हुने रहेछ। मैले केही बोलिनँ। मिसका शब्दमा शब्द मिलाउने मसँग कुनै शब्द थिएनन्। केही बेर मिसका खुसीका बानीहरू सुने। अस्ट्रेलिया गएपछि बीच घुम्ने, डलर कमाउने, आफ्नै एउटा घर किन्ने, स्वतन्त्र र इन्डिपेन्डेन्ट भएर बस्ने। म दुखी हुन्छु भनेरै होला अस्ट्रेलिया पुगेपछि पनि मलाई कल गरिरहने भन्नुभयो। मिलेसम्म मलाई मिल्ने केटी पनि खोजिदिने कुरा गर्नुभयो। रातले छिप्पिँदै गएपछि मिस कृपासँगै सुत्न जानुभयो। बिहान भएपछि सधैँ भनेर हिँड्ने म बिदा भएर जानु मन भएन। मिसलाई नभनी घरतिर लागेँ। स्कुलमा पनि मिस अस्ट्रेलिया जाने चर्चा हुन थालेछ। राम्री मिस जाने हुँदा केटाहरू खिन्न थिए। मिसको छातेर हिप हेर्न नपाइने भयो भनेर भन्दै गरेको सुन्थे। आकाश र विवेक मलाई जिस्काउँथे। मिसले तँलाई छोडेर जाने भइजन् त होइन र? अब अस्ट्रेलियाकै केटाले बिताउने भयो। आकाश हाँस्दै भन्दै थियो। नेपालमै बिताइसके होला नि, अहिलेसम्म सिङ्गल छे होला र? विवेकले थप्दै थियो। केटाहरू यस्तै गफमा कपिरहेका थिए। गफ सुन्दै दिगदार लाग्थ्यो। क्लास पनि खल्लो भएको थियो। सरिता मिसको क्लास वेट गरेर बस्थेँ म। नयाँ सर आउनुभएको थियो सरिता मिसको ठाउँमा। भोलि सरिता मिसको बिदाई आयोजना हुने रहेछ। घर गएँ। रुममा गएर बसेँ। पढ्न मन लागेन। म्यामले पढ्न लागेको बुक हेरेँ। यौनबारेको छाडा बुकमा पनि म म्यामको मिठो सम्झना खोजिरहेको थिएँ। मिससँग नजिकै भएर गफ गरेको, रातमा तारा जुन हेरेको, रात बिताएको, एक अर्काको अङ्गालोमा बाँधिएको, यी सबै केवल कल्पना हुनेवाला थिए। भोलिपल्ट स्कुल गए। टिफिन टाइम पछि सरिता मिसको बिदाई प्रोग्राम हुने भयो। सबै स्टुडेन्टहरू स्टेज वरिपरि बसेका थिए। प्रिन्सिपल सरसहित अन्य टिचरहरू स्टेजमा हुनुहुन्थ्यो। प्रिन्सिपल सरसँगै छेउमा सरिता मिसलाई देखेँ। कुर्ता सुरुवाल लगाउनु भएको थियो। मुहार हँसिलो थियो। सर म्यामसँग गफ गर्न व्यस्त। यता स्टुडेन्टहरू पनि गफमै मस्त थिए। म भने भिडुवा पनि एक्लो भएको थिएँ। आकाश र विवेकको गफमा होमा हो मिलाउन सकेको थिइनँ। सक्नु पनि कसरी। केटाहरू रूप यौवनको मात्र चर्चा गर्थे, नकारात्मक तवरमा। सानो गिफ्ट किनेको थिएँ। ग्लासको फ्रेममा केटा र केटी भएको 200 रुपियाँ परेको थियो। पैसा बचाएर किनेको। टिचरहरू फुल र गिफ्ट दिँदै बिदाई गर्न थाले। केटीहरूले पनि ग्रुप बनाएर गिफ्ट दिएका थिए। तर केटाहरूले फुल मात्र दिएका थिए। गिफ्ट दिँदा लाज हुन्छ ठानी फुल मात्रै दिए। आज बिदाई भएको कारण टिफिन टाइम बसी पढाइ नहुने भयो। म मिसलाई बाटोमा गिफ्ट दिन्छु भन्ने केटाहरूलाई थाहै नदिई साइकल लिएर मिस घर छिर्ने बाटोमा बसे। करिब आधा घन्टा कुरेँ। मिस आउनु भएन। म परसम्म रोडतिर निहालिरहेको थिएँ। मान्छेहरू हतासिँदै एक्सिडेन्ट भयो रे भन्दै पर दौडिन थाले। म पनि कसलाई के भएछ भनी साइकल लिएर मान्छे दौडीतिरै गएँ। मान्छेहरूको भिड थियो। नजिकै गएँ। स्कुटी लडिरहेको रहेछ। सरिता मिसको स्कुटी। मलाई रिङटा लाग्यो। अनकन्ट्रोल भएछु। केही थाहा पाइनँ। छेउकै एकजना मान्छेले के भयो भाइ भनी पर पुर्याएपछि थाहा पाएँ। म झन्नै अचेत भएछु। त्यही दाइलाई सोधेँ, स्कुटीवालालाई कस्तो होला अहिले? हस्पिटल लगेको छ। तिम्रो आफ्नो मान्छे हो र? दाइले सोधे। म हस्पिटलको नाम सोधेँ। त्यतै हानी इमर्जेन्सी वार्डमा लगिएको रहेछ। बुवा मम्मी र कृपालाई देखेँ। अरू आफन्त पनि आएका रहेछन्। मलाई देखेर मम्मी मेरो अङ्गालो हाली रुनुभयो। मैले पनि आँसु थाम्नै सकिनँ। करिब 1 महिना हस्पिटल बसेपछि सरिता मिसलाई घर लगियो। म प्राय हस्पिटल गइरहन्थेँ। कहिले खाना पुर्याउँथेँ, कहिले राति कुर्थेँ। मिस अस्ट्रेलियाको सपना सुनाउँदै रुनुहुन्थ्यो। कहिले सम्झाउँथेँ, कहिले मिससँगै रुन्थेँ। घर लगेपछि पनि मन दिन बिराएर पुग्थेँ। मिससँगै बसेर गफ गरेर फर्किन्थेँ। निराश अवस्थाकी मिस म 1-2 घन्टा बसेर गफ गर्दा खुसी हुनुहुन्थ्यो। 6 महिना पछि पैसा टेकेर हिँड्ने हुनुभयो। अनुहार ददारिएको कारण
गालामा गहिरो चोट थियो। मेरो जिन्दगी सकियोस् यो, म किन बाँचिरहेको होला? त्यही बेला मलाई किन गाला आएन? मलाई बाँच्न मनै छैन, यसरी कसरी बाँच्नु म भनेर रुनुहुन्थ्यो। म सम्झाउँथेँ, बुवा मम्मी आफन्त सबैले सम्झाउँथेँ। 7-8 महिनापछि घरमा दाजु भाउजू आएपछि खटपट हुन थालेछ। म्याम अर्कै ठाउँमा रुम लिएर ट्युसन पढाउन थाल्नुभयो। मैले स्टुडेन्ट खोजिदिन्थेँ। बिस्तारै स्टुडेन्ट बढ्दै गएका थिए। मिसअघि मिसकी मामाकी छोरी एलिसा आएर बस्थिन्। घरको आर्थिक अवस्था कमजोर भएको कारण मिससँग पढ्ने सँगै बस्ने भनी मामाले ल्याएर छोडिदिनु भएको थियो। करिब 1 महिनामा ट्युसन राम्रो भएको थियो। एलिसाले मिसलाई हेल्प गर्थिन्। म पनि सकेको काम गरिदिन्थेँ, सामान ल्याइदिन्थेँ। आज एलिसाको बर्थडे थियो। मैले केक ल्याएको थिएँ। सबै मिलेर रमाइलो गऱ्यौँ। पार्टी सकिएपछि अरू सबैजना घरतिर लागे। म एलिसा र मिस मात्रै थियौँ। एलिसासँग पनि राम्रोसँग बोल्ने भइसकेको थिएँ। आज एलिसालाई राम्रै देखेको छ है सुयो, मिसले मतिर हेर्दै भन्नुभयो। एलिसा सदाबार राम्री हुन् नि, तपाईँ जस्तै। मैले मिसतिर हेर्दै थपेँ। दिदी मभन्दा राम्री हुनुहुन्थ्यो नि पहिला, एलिसाले थपिन्। मिसले नमिठो हाँसो हाँस्नुभयो अनि भन्नुभयो, अब जमाना तिमीहरू दुईजनाको हो, म त बुढी भइहालेँ नि। यस्तै गफ गरिरहँ। साथीको म गएर आउँछु भनी एलिसा साथीकोतिर लागिन्। मिससँग गफ गरे, विगतका कुराहरू सम्झाएर हँसाउन थाले। सबै मसँग टाढा भएका छन् सुयोग, तिमी किन अहिलेसम्म नजिक छौ? मिसले मतिर हेरेर भन्नुभयो। म पहिला जस्तो सोच्थेँ अहिले पनि त्यही सोच्छु मिस। तपाईँ हमेसा मेरो लागि दिलकी रानी हुनुहुन्छ, म मिसको नजिक गएर भन्थेँ। मिस मलाई हेरेर मुस्कुराउनु भयो। पिसाब आयो भने बाथरुम जानुभयो। मैले पुगुन्जेलसम्म थामिदिएँ। भित्र लड्नु भएछ, सियोग भनेर बोलाउनु भयो। म भित्र गएँ। भुइँमा लड्नु भएछ। सुरुवाल भिजिएछ। पेन्टी र सुरुवाल अझै तलै सारिएको थियो। माथि पुर्याइदिएँ। रुम लिएर गएँ। सुरुवाल र कट्टु चेन्ज गर्नु भने। कट्टु र सुरुवाल निकालेर ल्याएर दिएँ। मलाई हेरेर मिस हाँस्नुभयो। बाहिर जाऊ त म, तपाईँ चेन्ज गर्नु, मैले भने। तिमी चेन्ज गरिदेऊ न, हाँस्दै भन्नुभयो। साँच्चै भन्नुभएको हो र? मैले जिस्किँदै भने। साँच्चै भनेको। ढोका लक गरेँ। मिसलाई बेडमा बसाएँ। सुरुवाल र कट्टु खोलिदिएँ। यो नि निहाले। हल्का रौँ उम्रिएको देखेँ। मिस यो काट्दिउँ त? रौँ लामो भएछन्, मैले सोधेँ। मिसले मुस्कुराउँदै छिट्टो काट्दो, फेरि एलिसा आइपुग्छ भन्नुभयो। म बाथरुम छिरेर रेजर र ब्लेड लिएर आएँ। हल्का क्रिम दलेर बिस्तारै सफा गरिदिन थालेँ। मिस मलाई हेरेर मुस्कुराइरहनु भयो। तिम्रो पनि त होला नि रौँ, कि काटिसक्यो? मिसले जिस्काउँदै सोध्नुभयो। मेरो काटेको छ, मैले उत्तर दिएँ। खै हेरौँ? मिसले हेर्ने उत्सुक हुँदै भन्नुभयो। मैले उठेर पेन्ट र कट्टु खोलेँ। लिङ्ग अघि नै उत्तेजित भइसकेको थियो। मिसको नजिकै गएँ। तिमी त अघि नै यस्तो भइसकेको भन्दै लिङ्गलाई चलाउन थाल्नुभयो। केही बेरमा मिसको माथिका सबै कपडा खोलिदिएँ। मेरो पनि खोलेँ। मिसको शरीरभरि चुम्बन बर्साउन थालेँ। मिस यौवनको तापमा पुरै पौडिनु भएको थियो। मिसले उहाँभित्र प्रवेश गराउने इसारा गर्नुभयो। मैले उठेर उहाँभित्र मेरो हतियार प्रवेश गराएर मच्चिन थालेँ। केही बेरमा स्खलित भएँ। दुवै नग्न अवस्थामा सुतेर गफ गर्न थाल्यौँ। त्यही बेला ढोका ढकढक गऱ्यो। मिसको कट्टु र सुरुवाल लगाइदिएँ। माथिको आफै लगाउनु भयो। मेरा लुगा पनि लगाउँदा केही समय लाग्यो। ढोका खोले। एलिसा आएकी रहेछिन्। मिस र मेरो अनुहारको भाव पढिन् कि क्या हो हाँस्न थाल्यौँ। तर केही भनिनन्। उसको हाँसो देखेर मलाई केही अप्ठ्यारो लाग्यो। केही बेरमा बहाना पारेर मुन निस्किएँ। एलिसा पनि मेरै एजको भएको कारण केही त पक्कै केस गरिन् जस्तो लाग्यो। एक दिन मिस आफ्नै रुममा पढ्दै हुनुहुन्थ्यो। म र एलिसा किचनमा पकाउँदै थियौँ। तिमी दिदीलाई धेरै माया गर्छौ हो? एलिसाले एक्कासी अचम्मको प्रश्न गरे। तिमी माया गर्दैनौ र? मैले हाँस्दै उल्टै प्रश्न गरेँ। गर्छु, तर तिमी दिदीको धेरै ख्याल गर्छौ, उनले भने। तिमी पनि त गर्छौ नि, मैले भन्दा धेरै ख्याल, मैले भने। तिमी दिदीको सबै जरुरत पुरा गर्छौ, तन मन सबैको, उनले हाँस्दै भने। मतलब?
मेरो जिज्ञासु भएर प्रश्न गर्ने। मेरो बर्थडेको दिन म साँच्चै योबाट आउँदा मलाई फिल भएको थियो तपाईँ दिदीको तनको पनि ख्याल गर्नुहुन्छ भन्दै एलिसा मतिर हेरेर मुस्कुराउन थालिन्। म उनको कुराले एकटक अडिएँ। एलिसाको अनुहार हेरेँ। मलाई जिस्काएको भावमा हेरिरहेकी थिइन्। उनलाई निहाल्न मन लाग्यो। एकटक हेरिरहेछु। के भयो तिमीलाई? मेरो कुरा सुनेर छक्क पर्यौ त? एलिसाले हाँस्दै भनिन्। अचम्मको कुरा गर्छु तिमी छक्क परिँदैन त? मैले भने। के कुरामा छक्क पर्यौ र? छक्क पर्ने कुरामा? के कुरामा त? दिदीको तनको कुरा ख्याल गर्नुहुन्छ भन्ने मैले भने। एक्सिडेन्ट हुनुभएको दिदीलाई तिम्रो साथले नै हो यत्तिको स्ट्रङ बनाएको। तिमीसँग बोल्दा जति खुसी भएको देख्छु त्यति खुसी अरू बेला देख्दिनँ। हुन पनि तिम्रो बोलीमा जादु देखिन्छ। उनले भन्न अप्ठ्यारो लागेर हो कि के हो कुरा घुमाइन्। तिमीलाई पनि मेरो बोलीमा जादु छ जस्तो लाग्छ? मेरो प्रश्न। उनको लामो बयानमा मुस्कुराउँदै भने। दिदीलाई खुसी बनाएको देख्दा त लाग्छ मलाई त। उनले मुस्कुराउँदै भने। तिम्रो दिदी तिमीसँग अनि अरूसँग पनि खुसी नै भएको देख्छु म त। तिमी कुरै बुझ्दैनौ। केटीहरू कुन बेला कस्तो भावले खुसी हुन्छन् त्यो केटीलाई नै थाहा हुन्छ। उनले कर्के आँखा बनाउँदै केही भन्न खोजेको जसरी भने। कुरै बुझिनँ मैले। कस्तो भावको खुसी हो र? विपरीत लिङ्गीसँगको आकर्षणको खुसी। तिमी र म पनि विपरीत लिङ्गी हो। तिमी त्यस्तो फिल गर्छौ त? मेरो कुरै गरेको होइन, दिदीको कुरा गरेको। उनले भनिन्। क्लियरली भन न। आफै बुझ। के क्लियरली भन्नु र? तिम्रो दिदीको कुरा थाहा छ मलाई। के थाहा छ तिमीलाई? त क्लियरली भन न फेरि। कोठा थुनेर केटा र केटी मिस गर्ने कुरा? के गर्छन् र केटा र केटी ढोका थुनेर? मैले थाहा नभई जसरी प्रश्न गरेँ। के गर्छन् तिमीलाई नै थाहा होला नि। मलाई के थाहा र? उनले हाँस्दै भनिन्। थाहा नै नपाई कसरी गेस गर्यौ त नि? भयो तिमीसँग बोलेर सकिँदैन। एलिसा भन्न दिक्क मान्दै अचार बनाउन थालिन्। म सलाद काट्न थालेँ। केही बेर चुपचाप भयौँ। मैले के थाहा नपाए जस्तो गरेको होला। जे हो त्यही भनेको भए पनि हुने। फेरि दिदीको कुरा बहिनीलाई के थाहा दिनु भन्न मात्रै हो। एलिसातिर हेरेँ अनि भने। दिदीलाई सोधेको छौ दिदी र मेरो बारेमा? छैन, गाली गर्नुहुन्छ। तिमी पो साथी जस्तो भएर सोधेको। उनले भनिन्। तिमीले बिहा बनाएको छौ कि छैनौ? छैन, बट प्रपोज चाहिँ गरेका छन्, एक्सेप्ट गरेको छैन। बिहा बनाउन मन लाग्दैन र? उनी हाँसिन्। हाँस्दा गालामा हल्का डिम्पल पर्ने रहेछ। उनले भनिन्। त्यस्तो सोचेकै छैन। सोच्नु पर्छ नि त। केटाहरू कस्ता हुन्छन् फटाहा रहेछन् भने त टेन्सन मात्र हुन्छ। राम्रो हेबिट भएको केटा हेर्ने नि। केटाहरू धेरै थोक खोज्छन् रे। के खोज्छन् न त्यस्तो? किस, हग अनि अरू पनि खोज्छन् भन्छन् साथीहरू। खै हो र? मैले आश्चर्य मान्दै भने। तिमी भए के गर्थ्यौ? उनले प्रश्न गरिन्। तिमी मेरो जियाफ नै होइन? कसरी भन्नु र? सपोज जियाफ भएको भए? सपोज किन गरिरहनु र? रियालिटीमा नहुने भएपछि। रियालिटीमा चाहिँ तिमीलाई दिदी मनपर्छ है? मनपर्छ। दिदीलाई बिहे गर्छौ? घरकाले माने भने गर्छु। तिम्रो घरको मान्छेले त मान्दैनन् होला। तिमी दिदीभन्दा धेरै सानो छौ। प्रियङ्का चोपडा र निक जोनसको जोडी राम्रो छैन त? उनीहरू त सेलिब्रेटी हुन् नि त। फेरि हाम्रो फ्यामिली पुरै ट्रेडिसनल क्लोज भएका छन्। तिमीलाई मैले के गर्दा राम्रो होला जस्तो लाग्छ नि? मैले के भन्नु र? तिम्रो लाइफ हो। भन न त्यही पनि। मैले मेरै एजको केटा हेरेको राम्रो हो। नै नै त्यस्तो भनेको होइन। जोसँग खुसी हुन्छ त्यही मान्छे हेर्ने नि। तिमीले पनि त तिमीलाई खुसी बनाउने मान्छे हेर्नु पर्यो नि। मैले हाँस्दै एलिसाको अनुहार हेर्दै भने। सबै केटीहरूलाई आफूले भने जस्तै केटा भेट्यो भने बिहा बनाउन मन लाग्छ नि। तर त्यस्तो केटा भेटिँदैन। केटा चाहिँ केटीसँग शारीरिक सम्बन्ध मात्र चाहन्छन् भन्ने लाग्छ तिमीलाई? साथीहरू त्यस्तै भन्छन्। क्लासमा पनि छाडा हरकत गर्छन्, छाडा बोल्छन्। मन पर्दैन मलाई त। छाडा हरकत सधैँ नराम्रो हो र? सबै रूपमा देखाएको छाडापनमा त
मिठास हुन्न र मलाई त तिनीहरूले देखाएको हरकत त एक रत्ती मन पर्दैन। पछि बिहाफले गरेको त्यस्तो कुरा मन पर्छ तिमीलाई, आई नो। बिहा भएपछि थाहा होला नि। अझै केटाले कत्तिको जिस्काउँछन् नि। एलिसातिर हेर्दै सोधे। जिस्काउँछन् नि, तिमी पनि त जिस्काउँछौ होला नि केटीलाई। तिमीलाई के लाग्छ? थाहा हुँदैन, नपत्याउनेले पनि जिस्काउँछन् कहिलेकाहीँ। भनेपछि म पनि नपत्याउनेमा परेँ? त्यस्तै होला। खाना रेडी भयो। एलिसाले सुनिता मिसलाई बोलाइन्। तिनैजना भएर खाना खायौँ। म एलिसाले भनेका इन्डाइरेक्ट भावका गोप्य कार्यका शब्द सम्झिरहेको थिएँ। सुनिता मिसतिर हेर्थेँ। पहिलाको सुनिता मिस र अहिलेको सुनिता मिसमा आकाश जमिनको फरक थियो। मैले प्रेम त दुवै सुनिता मिसलाई गरेको छु र गरिरहन्छु। तर मलाई पहिलाको सुनिता मिसको जिस्किने बानी, स्केलभरिको तारा रहेको याद आउँथ्यो। चम्चाले बिस्तारै खाना खाने हुन्थ्यो। म उहाँकै छेउमा थिएँ। घरिघरि हेर्थेँ, खाएको हेर्थेँ, जबरजस्ती मुस्कुराएको अनुहार हेर्थेँ। शनिबारको दिन थियो। ट्युसन पनि छुट्टी दिइएको थियो। खाना खाएर भाँडा सफा गरेपछि तिनैजना अर्को रुममा गयौँ। सुनिता मिस र म बेडमा बसेका थियौँ। एलिसा साइडमा बसेकी थिइन्। म एलिसाले खाना बनाउँदा भनेका शब्दहरू निहालिरहेको थिएँ। कता कता हाँस उठिरहेको थियो। आफ्नै एजका केटीहरूलाई यौनबारे केही थाहा हुँदैन भने जस्तो लाग्थ्यो। तर केटा जस्तै केटीहरूलाई पनि थाहा हुने रहेछ। स्किन कस्तो हुँदैछ देखि घरसम्मको विषयमा सुनिता मिसले सोध्नुभयो। म जवाफ दिइरहेँ। यस्तै गफ गरिरह्यौँ। सुनिता मिसको एउटा स्टुडेन्ट आइन्। घरमा पूजा भएको कारण सुनिता मिसलाई बोलाउन आएकी रहेछिन्। मिस जानुभयो। म टिभी अन गरेर मुभी हेरिरहेको थिएँ। एलिसा नुहाएर आइन्। बाहिर जाऊ, म लुगा लगाउँछु, एलिसाले भनिन्। म आँखा चिम्लेर बस्छु, छिटो लगाऊ। मैले बाहिर जान अल्छी माने जसरी भने। नै हुन्न, तिमीले हेर्छौ, छिटो बाहिर जाऊ। उनले कर गरेरै भन्न थालिन्। जाऊ उता कुनामा गएर फेर। टबल नै निकाले पनि इम्पोर्टेन्ट पार्ट भित्तातिर हुन्छ, केही देखिँदैन। मैले जिस्काउँदै भने। चाक बेच्छौ नि त, उनले भनिन्। म उनको उत्तरले थोरै रोमाञ्चित भएँ अनि भने, चाक त केटाको पनि भइहाल्छ नि, उस्तै त हो नि, केटीको ठुलो हुन्छ नि। एलिसाले हाँस्दै भनिन्। तिम्रो त सानो देख्छु, चेक गर्ने त कसको ठुलो भनेर। मेरो इत्रेको उत्तर। नकराऊ भनेर भित्ताको छेउमा गइन्। भित्तातिर फर्केर ब्रा लगाउन थालिन्। टबल कम्मरमा पुर्याइन्। ढाड पुरै नाङ्गो देखियो। नबोली चुपचाप हेरिरहेँ। पिङ्क कलरको पेन्टी लगाइन्। अब त फर्किँदा हुन्छ। माथि तल दुवै छोपियो। मैले भने, हेरिरहेका छौ फटाहात तिमी? दिदीको हेरेर पुगेन? उनले जिस्काइन्। दिदीसँग बिहे गर्न घरकाले दिँदैनन् भन्छौ, अब तिमीसँगै बिहे गर्ने नि त, मैले जिस्काउँदै भने। म त कुमार केटासँग बिहे गर्ने, तिमी त कुमार छैनौ, उनले पेच हान्दै भनिन्। टी सर्ट लगाएर मेरो छेउमा आइन्। तिमी कुमारी छौ र? मेरो प्रश्न। कुमारी छोरा त भनेको नि। दुवै कुमार कुमारी भएपछि गर्न कसले सिकाउँछ नि? मैले नै धरै प्रश्न गरेँ। भिडियो हेर्दै गर्ने नि, उनले भनिन्। भिडियो र रियलमा फरक हुन्छ नि त, मैले भने। के फरक हुन्छ र? धेरै फरक हुन्छ। त्यो त फिल्ममा हेरेको जस्तो हो। रियलमा गोप्य अङ्ग कालो हुन्छ, भिडियोमा गोरो नै हुन्छ। त्यस्तो कालो नै हुन्न है, उनले हाँस्दै भनिन्। तिम्रो त के छ थाहा भएन, मेरो त कालो छ, मैले सहजै भने। मान्छे त गोरो छौ त, उनले आश्चर्य मान्दै प्रश्न गरिन्। सबैको कालो हुन्छ, तिम्रो नि कालो छ, कड्डु खोलेर हेर त, भन्दै हाँसेँ। नकराऊ भन्दै एलिसाले पिटिन्। एलिसा झट्ट उठ्दा टबल तर झऱ्यो। पिङ्क कलरको पेन्टी पृष्ठ देखियो। वाओ भन्दै म मख पर्दै हेरेँ। एलिसा हत्ता नपत्ता टबल उठाउन थालिन्। पेन्टीको साइडबाट कपाल निस्किरहेको थियो। हेयर काट्दैनौ? मैले एलिसालाई प्रश्न गरेँ। कथा कस्तो लाग्यो प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने एक लाइक अवश्य गर्नुहोला। यो कथाको अर्को भाग लिएर छिटै आउनेछौँ, प्रतीक्षा गर्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।